थाहा थिएन यहाँनिर यस्तो हो भनेर मम्मीले कि तपाईँले चढ्नु भयो लिची झार्नुलाई अब चाहिँ के बोकेको त्यो यो भन्दा धेर नुमाले लगेर गयो अरे हेलो एभ्रिवान नमस्ते सेवा जोजोलोपा स्वागत छ तपाईँ हाम्रो मेरो च्यानलमा सधैँ युट्युब च्यानलमा सुजनलाई चाहिँ के भयो त सुजनको हजुरहरूले सुजनको च्यानल धमिरा लागिसक्यो धमिरा लागेर नि कमिलाले उयो गरिसक्यो भन्नु भएको कारणले अब म चाहिँ महिनामा 4-5वटा भ्लग हाल्छु भन्ने एकदम कोसिस गरिरहेको छु। अब मैले सुन्तला साथ नदिकन म मात्रै एक्लै भ्लग बनाउनु कुदौँ कि क्या हो जस्तो लाग्यो। जाऊ यता कति खुसी हुन्छु जाऊ प्लिज यार सुजन नजाऊ न बुढा म तिमीरा म यस्तो यस्तो त भन्छ म त भन्दै भन्दिनँ त्यस्तो चाहिँ भन न मेरो लागि नानी छ मेरो शिवांशी छ साथी त्यस्तो नभन न जाऊ अहिले पनि क्या सो गाइज होइन म भनिदिइहाल्छु किनभने नानी उठ्ने बेला भएछ खानुपर्ने छ मैले चाहिँ नानी उठ्नुभन्दा अगाडि। सो अनि आज चाहिँ सुजन जाँदैछ मूल घर हाम्रो मूल घर सुजनको मूल घर हामी चाहिँ म चाहिँ मूल घर जाँदैछु अनि म चाहिँ आज एकदम खुसी छु एन्ड आफ्टर लङ टाइम म जन्मेको ठाउँ हुर्केको ठाउँ खेलेको ठाउँ बालापन त्यहाँ जहाँ मैले गुजारेको थिएँ होइन त्यहाँ म जाँदैछु अनि म चाहिँ आज एकदम ह्याप्पी छु। अनि यस्तो कति वर्षमा गए जस्तो बेला बेला त गइरहेको छु त्यो पनि त्यो ठाउँ 3 वर्ष भयो ए होइन 2 वर्ष भयो त्यत्रो भएको छैन अस्ति दसैँ आएको अस्तिको दसैँ होइन लास्टको दसैँ 2 वर्ष भयो नि त। तर यस्तो हो नि त म आफ्नो जन्मेको घुमेको ठाउँ एकदम खुसी तिमी पनि त भोजपुर जाँदा तिमी जति खुसी हुन्छौ नि म त्यति खुसी हुन्न क्या। भोजपुर त नि साथी कसम तिमीलाई मैले यो हाम्रो के भने उयसमा पनि मैले भनेको थिएँ तिमीलाई सबैभन्दा एकदमै मनपर्ने ठाउँ कहाँ भनौँ भने मेरो लागि भोजपुर हो किनभने म त्यहाँनिर जन्मिएको होला हौ जन्मेको भएर त्यस्तो हुन्छ जन्मेको एउटा कुरा सोध्छु ल यस्तो गर न आफू यता भएपछि यता राख न मलाई यस्तो क्या के अरे मलाई चाहिँ मेरो जन्मभूमि भोजपुर भन्ने बित्तिकै त्यो एकदम कस्तो संसारकै सुन्दर ठाउँ हो र जस्तो लाग्छ होइन। तपाईँहरू जन्मेको आफ्नो जन्मभूमि पनि तपाईँहरूलाई त्यस्तो लाग्छ कि लाग्दैन साथीहरू होइन उसलाई पनि त्यस्तो लाग्छ होइन ऊ पनि अहिले चाहिँ सुजन चक्रघटी जाँदैछ होइन अनि चक्रघटी चाहिँ हाम्रो डेडीहरू जन्मिनु भएको हाम्रो अजाहरूको अजा सुजन जन्मेको ठाउँ होइन जे होस् अनि त्यो हो। अनि त्यस पछाडि चाहिँ हामी सिफ्ट भएर यता बेलबारी आएको होइन अनि हामी उता चाहिँ चक्रघटी चाहिँ कहिलेकाहीँ अब स्पेसल्ली विशेष काम पर्व अथवा विशेष चाडपर्व आफन्तहरू पनि अहिले हुनु न क्या त्यहाँनिर चाहिँ धम्मा हुनुहुन्थ्यो एउटा जाने बाटो धम्मा हुनुहुन्थ्यो अनि धम्मा पनि अहिले धम्मा त्यहाँ छोडेर फेरि उता जानुभयो उता झापा जानुभयो त्यो भएपछि त्यहाँ जानु एकदमै हामी कम्ती हुन्छ तर धम्बा हुनुहुन्छ होइन पातलिएको छ। अनि आज चाहिँ उहाँ धम्बाले चाहिँ तिमीहरू यहाँ लिची पाकिरहेछ खान आउँछस् कि आउँदैनस् आइहाल यहाँ भनेर पुरा भन्नुभएको छ होइन आउने कि नआउने हजुर धम्बा आउँछु मलाई चाहिँ एकदमै जानु रहर थियो त्यहाँनिर चाहिँ होइन मलाई कस्तो त्यो गाउँ भएपछि हाम्रो ठाउँ चाहिँ एकदम गाउँ नै हो पनि गाउँ नै छ त्यहाँ चाहिँ मलाई त्यहाँ पनि एकदम जानु मनपर्छ गाउँ मलाई त्यो त बस म जान पाउँदिनँ अहिले चाहिँ होइन सानो श्रीवांशीसँग जान सकिँदैन पनि ट्राभल गर्न अलिक धेरै टाढो पर्छ। हाम्रो मूल घरमा फलेको फल लिनको लागि सुजन जाँदैछ अनि साथमा हाम्रो विशेष मान्छेसँग जाँदैछ सुजन चाहिँ म चाहिँ अनि म चाहिँ गाइस तपाईँहरूले एउटा कुरा भन्न चाहन्छु यहाँ तिमी भ्लग भयो भरको घरमै गर्ने हैन यहाँ म यो यसको लरे भन्नु म पर्दैन म जहिले लागि कुरा होइन यो भयो यो बाकी यो यसको कुरा चाहिँ भरे घर आएपछि गर लु यही छोड जाऊ भयो भरको आज भ्लग गर्ने भनेर त गाइस उसको भ्लग कि 10 मिनेट घरमा हुन्छ हैन अनि 2 मिनेट बाहिर हुन्छ अनि घरमा आएर फेरि 5 मिनेट थप्छ 17 मिनेटको भ्लग ल साथीहरु म चाहिँ आइसके हैन अब म चाहिँ बीच बाटो छु अनि मेरो साथमा हुनुहुन्छ को आफै हेर्नुहोस् त तपाईहरु। हेलो एभ्रीवन सेवा टस दिले
सबैजनालाई। लङ टाइम म चाहिँ मेरो पुर्खौली घर जाँदैछु अनि नुमालाई पनि लिएर जाँदैछु। पहिलोचोटि नुमालाई पहिलोचोटि लाँदैछु घुमाउन पनि अनि लिची खान पनि साथी भनौँ होइन जाने साथी अब अनि उसलाई एकदम लिची मनपर्छ नि त त्यही भएर खतरा उसलाई अमिलो चिज चाहिँ सबै मनपर्छ उसलाई नमन पर्ने भनेको गुलियो मात्रै हो ल अब चाहिँ हामी जाँदैछौँ है त सायद अनि यता म हजुरलाई देखाउँछु होइन रामधुनी मन्दिर छ यहाँ नजिकै नुमा गएको थियो रामधुनी मन्दिर रामधुनी मन्दिर पहिलोचोटि हो क्या म यो बाटो ट्राभल गरेको चाहिँ म पहिलोचोटि हो। ओके ल अब हामी चाहिँ जाँदैछौँ है त म चाहिँ अब नुमालाई रामधुनी मन्दिर पनि देखाउँछु अनि त्यो रामधुनी मन्दिर बाटो हुँदै हुँदै हामी चाहिँ घर जानेछौँ है त साथीहरू यो बाटो चाहिँ एकदम राम्रो छ क्या यो बाटो एकदम सानो बाटो छ होइन तर एकदम राम्रो छ क्या यो बाटो चाहिँ एकदम खाली हुन्छ त्यस्तो भिडभाड पनि हुँदैन एकदम पिस शान्ति चराको आवाज सुनिराख्नु भएको छ कान्छासँग यसो यता घुम्न आऊ ल ल अब त्यो हामी चाहिँ लु सर जाऊँ है त साथीहरू जङ्गलै जङ्गल अहिले चाहिँ हामी आइपुग्यौँ होइन यहाँ रामधुनी मन्दिर आइसकेको छौँ अनि रामधुनी मन्दिर आएपछि बाँदरसँग भेट गर्न अन्त मजै हुँदैन कि यहाँको विशेष बाँदर बच्चा बोकेर पुरै हिँडिरहेछ यो चाहिँ बाँदरहरू पुरै छ यहाँको बाँदरहरू पुरै एट्याक हुन्छ अनि अहिले चाहिँ हामी यहाँ रामधुनी मन्दिर आइसकेको छौँ म चाहिँ पहिलोचोटि मेरो अनुभव हो यो चाहिँ मेरो म थाहा थिएन यहाँनिर यस्तो हो भनेर है थाहा थिएन है यहाँ चाहिँ सबै छ क्या राम भगवान् आउनुभएको यहाँ इनार छ यहाँ सीता माताले नुहाउनु भएको के परे इनार के परे पोखरीहरू सबै छ क्या यो सब रियालिटी नै हो अनि यहाँ चाहिँ यस्तो छ कि यहाँ चाहिँ यहाँभित्र धुवा आइरहेको छ क्या त्यहाँ चाहिँ कहिले पनि त्यो धुवा निप्दैन अरे क्या आगो मतलब आइरहन्छ अझै पनि त्यहाँ जानु हेर्नु नि धुवा आइरहेको छ अनि यहाँको त्यो मेन भनेको रातो अक्षता चन्दन भन्दा पनि त्यो खरानीको टिका लाउने लाइन छ क्या यहाँ चाहिँ मेन विशेषता चाहिँ त्यो छ अनि यहाँ चाहिँ वैशाख 1 गते चाहिँ ठुलो मेला लाग्छ त्यो उयो मेला जस्तो बैगुन चढाउने मेला जस्तो अनि यहाँ सदु बई भनेको के ठ्याकिन्छ नि बाबा आमा नभएकोहरूले त्यो चढाइन्छ नि त्यो पनि यहीँ हो पनि यहीँ चढाइन्छ त्यही भएर यहाँ चाहिँ एकदम यो विशेषता छ एकदम हामी चाहिँ पहिले अब नजिकै भएर आइरहन्थ्यौँ अब अहिले चाहिँ टाइमको अलिकति विशेषता अलिकति कम भएको कारणले चाहिँ नुमालाई मैले भित्र लान सकिनँ होइन त पनि हाम्रो 1 वर्षसम्म मठ मन्दिर अब जानु हुँदैन नि त मठ मन्दिर त नुमा चाहिँ जानु हुँदैन है साथीहरू हामी त्यही भएर म यहाँ चुप्पा लगेर बसिरहेको छु न म अघि जाऊँ भनिहाल्थेँ जानु हुँदैन त्यही भएर ल यहाँ चाहिँ एकदम राम्रो थियो अब केही छैन अब 1 वर्षपछि कान्छासँग घुम्न आउँछु तिमीलाई बाटो देखाइदिएको मैले ल राम्रो प्लेस क्या यो तर राम्रो लाग्यो मलाई चाहिँ एकदम सुनसान क्या यहाँ चाहिँ अब अहिले आँपहरू कम्ता फल्दैन यहाँ मेन भनेको आँप कटहर लिचीहरू एकदम बेसी फल्छ यहाँ धेरै मात्रामा रहेछ नि त यहाँ त बोटहरू देख्न सक्नुहुन्छ आँप लिची तर अहिले चाहिँ यो साल त्यति फलेको देखेन त छैन त्यति रहेन रहेछ यहाँ खास विशेषता त्यो पनि छ क्या ल अब चाहिँ हामी घरतिर लाग्यौँ है त ल हामी पनि मैले देखाइदिएँ ल म चाहिँ अब मूल घर आइसकेँ अनि आमा हुन्छ आमा हेलो भन्नु त ल हेलो सन्चै हुनुहुन्छ सन्चै छु आरामै हुन्छ आरामै छु ए ल हाम्रो चाहिँ आमासँग आज भेट भयो कति महिनापछि भेट भयो नि थुप्रै महिनापछि भेट भयो दाजुको बिहेमा होला ए त्यसपछि भेट भएको थिएन अनि अहिले चाहिँ म यता घर आइसकेको छु यता हाम्रो यहाँ पुरानो पुर्खौली घर यस्तो छ होइन अनि लिची बोटिङ गर्छ तर लिची चाहिँ त्यति सबै हावाले झारिसकेको लिची रहेनछ हौ जुन मेरो मम्मीले भन्नुभएको थियो बोरा कि बोरा लिएर जा 1 बोरा हुन्छ भनेर यो भिडियो हेर्नु मम्मी यहाँ मैले मान्छे पनि लिएर आएको उसलाई के किनिदिनु अहिले पहिले घर चाहिँ यहाँ थियो क्या हाम्रो ठ्याक्कै यहाँ थियो अनि यहाँ आँगन थियो यहाँ थियो घर काठहरू चाहिँ यही हो यहाँ चाहिँ पहिले गोठ थियो क्या गाई बाँध्ने यो ठाउँमा चाहिँ गोठ थियो अनि
टोइलेट चाहिँ वहाँ पर थियो पहिले म यो नरिवलको रुख चढ्थेँ उयो यही हो नरिवलको रुख म यो यत्रो ठुलो नरिवलको रुख चढेर म त्यो अजदाहरूलाई नरिवल झारिदिन्थेँ पहिले त यत्रो नरिवल ल साथीहरू यो चाहिँ हाम्रो पुर्खेलो ठाउँ अब हामी चाहिँ जुन पाक्ने बेला भइसक्यो तर खासै लिची चाहिँ घाँस दिन्छ म यो चाहिँ धम्बुहरूको ल लिची अब यो जुन लिची चाहिँ गर्दा म आएको थिएँ होइन मलाई लिचीले यहाँ लोभ्याएर लिएर आएको थियो तर लिची नै छैन रहेछ बोट मात्रै रहेछ गाई आम्मामा खोइ एउटा खान्छ तर गुलियो चाहिँ गुलियो रहेछ नि यो भाग फ्याल्नु न यो त अमिलो नि के गुले हो म त लिची खाँदा जहिले माथि गरेको टोक्राउँछ नि यहाँ फेरि किरा हुन्छ नि फेरि तर म खाइदिन्छु भने दुईवटा गुलियो रहेछ लिची हेर्नुहोस् है लिची चाहिँ केही छैन हेलो लिची क्या हेर्नु है त म झन् यस्तोमा मार्छन् होला मलाई साथी आएको बोटमा लिची चोर्नु पुगेर यहाँ लिची कति धेरै छ ला झरो भुइँमा लिची झरो कहाँ झरो कत्रो ठुल्ठुलो लिची छ हेर्नु त यहाँ लिची चाहिँ त्यति रहेन रहेछ हावाले सबै झारिसकेछ तर कति ठुल्ठुलो लिची रहेछ क्या छैन अलिअलि मात्र रहेछ हामीले चाहिँ सोचेको थियौँ एक बोरा एक प्लास्टिक लिएर जाने भनेर तर दादाले भर्याङ लिएर आइसक्नु भयो झार्नुमा धम्महरूकोमा चाहिँ अलिक धेरै रहेछ नि त्यताको नि अलिअलि चढ्नु भयो लिची झार्नुलाई लिचे रहेछ चिचे रहेन रहेछ होइन लिचे छ चिचे छैन झार्नु न भुइँमा ड्याम ल अब म लिची झाँसेहरू कति झर्ने रहेछ अब हजुर कहाँ गए अबे कुदेको रहेछ हाँगा ठुको छ र त्यता जाँदिनँ त्यो मैले त्यो कुहेर करेन्ट लाग्थ्यो अनि त्यो काटेको यहाँ फलेको यहाँनिर यसरी लिची झरो होइन लिची चाहिँ झरो मिठो लिची चाहिँ तर ठुल्ठुलो छ लिची म माथिबाट अलिअलि झारेँ सकेसम्म सबै झारिदियो अलिअलि थियो होइन अहिले सबै यहाँ चाहिँ अहिले पुरै खाली भइसक्यो कतैको लिची नै पुरै खाली बनाइदिएँ अलिअलि सके
अनि म चाहिँ पुरै पसिना भयो क्या। अनि यता पुरा लिची भुइँमा झरेको लिची टिप्ने कार्यक्रम भइरहेछ होइन। यता आमाले पुरै धमाधम टिपिराख्नु भएको छ। यता नुमाले धमाधम लिची टिपाइ पनि हुँदैछ, खाइ पनि हुँदैछ। उता धम्बाले लिची पुरै झारिदिनु हुँदैछ। यता धम्बाले मेरो यहाँ प्लास्टिक चाहिँ भरिसक्यो। अब दादाको बोरा भरिनु बाँकी छ होइन। मैले ल्याएको प्लास्टिक चाहिँ यहाँ एक प्लास्टिक भइसक्यो। यो दादाले अहिले भर्खर बोरा निकाल्दै हुनुहुन्छ स्कुटीबाट। यो बोरा भरिनु बाँकी छ। अनि यहाँ लिची यस्तो मजाले फलेको रहेछ तर लिची, तर ठुलो क्या दाना चाहिँ यो लिचीको। ल साथीहरू, गर्मीले त कपाल नै ठाडो भएछ। अहिले चाहिँ पुरै हप्प रहेछ क्या यता, किनभने आमामामा पुरै मकै बारी मकैले गर्दा चाहिँ हावा नै चल्ने कुनै वातावरण छैन। यता एउटाले आँप टिपिसकेछ। अनि गर्मीले हैरान भयो। अब एकछिन हामी बसेर अब चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ। अब राति पनि हुन्छ नि त घर पुग्दा ओर्दा, त्यही भएर अब छिट्टै यहाँबाट निस्किनुपर्छ। अनि पानी पनि पर्न लागेछ भागौँ अब। ल नमिलो भन्ने चिज हुँदैन क्या तिमीलाई। लु मलाई हेर्दा दाँत कुडाइसक्यो, तिमीलाई दाँत कुडिँदैन? गुलियो टाइपको। ल हामीले चाहिँ अब भएको अलिअलि लिची पनि नाङ्गे बनाइदिउँ। अलिअलि कपडा लगाएको चाहिँ पुरै नाङ्गे बनाइदिउँ। यहाँ चाहिँ अब अलिअलि चाहिँ यो चाहिँ धम्बुहरूको यो साइड चाहिँ यो चाहिँ हाम्रो चाहिँ लिची पुरै नाङ्गै भयो। ल ल मम्मीले कि तपाईँले एकदम सम्झिराख्नु भएको छ अरे कि। अनि त्यही भएर मैले तपाईँसँग भिडियो बनाएको। मम्मीले यो भिडियो हेर्नुहुन्छ। अहिले मम्मी इन्डिया जानुभएको छ। अस्तिसम्म यहीँ हुनुहुन्थ्यो, अहिले उता जानुभएको छ। तिम्रो नानी कत्रो भयो? मेरो नानी त सानो छ, अहिले 4 महिनाको भयो। अनि बिचारा अब हुनै बाउ आमा मान्छे चिन्ने भइगयो। अहिले त अलिक मान्छे चिन्ने भएको छ। होइन आफै तर अरू मान्छे छुट्याउँछ नि त। अन्त नि तपाईँहरू चाहिँ हाम्रो चक्रहट्टीको राई चाहिँ कसरी बोल्नुहुन्छ? हौ सुजन के गर्दैछ भन्दै बोल्नुहुन्छ होइन? पहिले फेरि उताको राई अलग्गै बोल्नुहुन्छ। तपाईँ चाहिँ कुन राई? कुलुङ राई। ल तपाईँलाई एकदम धेरै पछि देख्दा खुसी लाग्यो। नन्दी चाहिँ कहाँ छ अहिले? आन्टीको छोरी नन्दी। ल लिची होइन ठिकै छ त्यति अनि इनफ, 1-2 जनालाई इनफ हुन्छ। इनफ त्यही त नि। खानु पर्यो होइन? तपाईँहरूको पनि बोट छ होइन? फलेन यो साल? ए अस्ति दानाले 100 रुपियाँ गोटा दियो। 500 को बेच। 1 रुपियाँ गोटा? यहाँ अलि 12 ठेका लिन्छ त बिचारा। उदाल त लिची बगान ठेका लिन्छ नि त। यस्तो बोट किन्नु फेरि बेच्नु पनि लानु पर्यो नि। अन्त बेच्नु लानु पर्यो, टिप्नु पनि पर्यो। ल अब हामी लाग्नुपर्छ। अब व्यापार भनेको त दुखै हुन्छ नि। काम गर्नु धमा लागे। ल अब म फेरि पछि आउँछु। फेरि अब लिचीले यसो आउने बाटो भयो, म आउँदै गर्छु। म लागेँ। हस् त बाई। धमा म चाहिँ अब लागेको घरतिर है त साथीहरू। हामी चाहिँ होइन अब फर्किसक्यौँ लिची लिएर। एक बोरा ठुलो प्लास्टिक कति केजी त 20 केजीको होला नि प्लास्टिक लगभग त्यस्तै 20 केजी अनि 25 केजीको लिएर हामीले चाहिँ हिँडिसक्यौँ होइन। घरतिर फर्किसक्यौँ। यो चाहिँ सुजन दाईको गाउँलाई छोडेर हामीले पौडी खेल्ने मेरो बुढा दादाहरू पौडी खेलेको ठाउँ अरे यो चाहिँ। यो के भन्छ यसलाई? नर। यो नर यहाँनिर खेल्नुहुन्थ्यो अरे यस्तो हिलोमा। भएन अब मुनि त अहिले हेर्दा चाहिँ हिलो छ नि त। अब पहिला त सङ्लो पानी देखिन्छ नि माथिबाट। यता चाहिँ दादा अनि मेरो बुढा, हाम्रो बुढा, हामी सबैको बुढा खेलेको ठाउँ अरे यो चाहिँ होइन। अब रमाइलो लाग्यो मलाई यो गाउँको।
ल अब चाहिँ के बोकेको त्यो यो त्यो पहिला राख न हामी अब के यस्तो अरे नि साथीहरू एक बोरा लिएर आएको छु अरे होइन अब देख्न सक्नुहुन्छ अनि एक बोरा छ नि यति नै नुमाले दिएको छु नि योभन्दा धेरै नुमाले लगेर गयो अरे योभन्दा धेरै के नुमा तिमीले योभन्दा धेरै लगेर गयो म फोन हान्छु उसले भन्दैछ अनि यो कुरा त्यसपछि हामी कुरा यसमै छ भने ए हाम्रो कुरा यसमै छ अघिदेखि यो केरा यो बोक त्यो राख म भन्छु लु यो लु भन ए लु सुनको केराको कुरा लु यो बना न एकछिन यो तल झार्देऊ न आया ल यहाँ क्या साथीहरू लिची भनेको यहाँ छिमेकीहरू भाग लिन आइसके लिचीको होइन ल कतिखेर आउँछ तिमीलाई नै रुँगेर बसेको यहाँ हेरेर साथीहरू अनि लिची लिनु गएको छ भनेपछि म लिची नलगी जाँदैन भनेको के न त हो के न अनि किन त अनि लिची नलगी जाँदैन छिमेकीहरू यो केरा अघिदेखि यो मैले भन्न पाएँ यहाँ हेर्दै साथीहरू बाटा खुल्दुली भएको थियो सुजनले चाहिँ केरा भने यति उसलाई खानुमा नि यस्तो छ सुजन होइन उसले यो भिडियो नगरिकन खाइसक्नु लागिसक्यो के होइन यो भनेको चाहिँ अठ्या केरा मलाई थाहा छ स्पेसली कति धेरैले खानु भएको छैन अहिलेको जेनेरेसनको बच्चाहरूले चाहिँ खानु भएको छैन अहिलेका भनौँ न मिलाएर बुझ्नु अब यो शब्द चाहिँ अलिकति बिग्रे जस्तो लाग्यो यो केरा अठ्या केरा हो यो चाहिँ हजुरले खानु सुन्ताले पनि कहिले खाएको थिएन अरे यस्तो अठ्या केरा चाहिँ पाहाडमा बस्नेले अब कता देखौँ होइन यो भन्दा बडो अठिया हुन्छ उता पुरा गर्छ दाना पुरेवाला क्या मलाई चाहिँ यो अर्को केरा हुन्छ नि अठ्या केरा मनपर्छ आफ्टर लङ टाइम अस्ति बजारमा भेट्यो नि मैले 1 दर्जन किनेर ल्याएँ अनि सबै खाइसकेँ यही हो सक्यो कत्रो ठुलो कुरा साथीहरू कत्रो ठुलो कुरा रहेछ उसले भन्न बाँकी रहेको आउनु बित्तिकै लिची देखाउनु भन्दा अगाडि केरा कुरा साथीहरू हामी लिची खोल्दैछौँ हाम्रो मूल घरमा कति फलेछ त लिची चक्करघट्टी गएर सुजनले यति लिएर आयो लिची एक दिन ओ टन्नै छ त नि यति भयो गयो त नि आमामा ल ओ माई गड लिची त दोहोरो आयो त यति डिजाइन भयो भने कति वाउ मरे दुख्छ हाम्रो जेसिकालाई नि यसो थुक्निँदै होला ल यसो कुहिएको देऊ न एक दुईवटा ल है साथीहरू हाम्रो लिची सुजनले लिएर आउनुभएको चक्करघट्टीदेखि लिएर आउनुभएको अब खासमा लिची नै मात्रै भन्दा पनि यसो भेटघाट मूलघट्टी र होइन धमबार मम्मीको खुसीको लागि पनि घरको कुरा ल यो चाहिँ मम्मीको खुसीको लागि पनि हो है पक्रा त ए मम्मीलाई आज जान्छस् कि भोलि जान्छस् कि गइस् कि गएन भने 5 चोटि दिनमा त अलिअलि अमिलो पनि छ गुलियो गुलियो चाहिँ छैन त्यति साह्रो गफ चाहिँ नहान मौसम चाहिँ एकदम राम्रो छ अहिले चाहिँ पानी पर्न लागेको छ ल साथीहरू हामीले चाहिँ लिची चाहिँ खाइसक्यौँ त नभनौँ अहिले नै यतातिर हामी चाहिँ राख्दैछौँ है लिची चाहिँ अनि बहिनीलाई सुजन दादाको भ्लगमा स्वागत छ सुजन दादाको हो तपाईलाई लिची खुवाउनु भएकोमा भ्लगमा ल्याइदिनु भएकोमा दादा भन न पैसा लिएर जाऊ के को पैसा भोलि सुन्दा दिदीको लिची खानु आऊ सबैजना सोमबारे बजारमा हेलो है साथीहरू यति छ कति बेचिएला के गर्नु गाह्रो छ है यसरी फोटो खिचौँ न हौ ल यहाँ लौ सुजन एउटा फोटो खिच